यो फुच्चेले यस्तो ऱ्याप हानेछ यस्तो हाँस्दा आम्मा म त 20 चोटि हेरेँ मैले यो भिडियो 20 चोटि हेरिसकेपछि मैले यो भिडियो बनाउँदैछु यति हँसाउँछ नि म हँसाउँछ भन्दा पनि एउटा फन्नी टाइपको त्यो कमेडी भन्ने टाइपको छैन कि तर त्यो अर्कै लेभलको क्या त्यो हँसाउने तरिका क्या कस्तो ऱ्याप हानेको छ उसले होइन साथीहरू वरिपरि राखेको छ साथीभाइ दाइहरू सबै ठुल्ठुलो मान्छेहरू छ होइन वरिपरि मान्छेहरू छ अनि केटाहरू छ उनीहरूको नाम तोक्दै ऱ्याप हानिरहेको छ क्या राइम्स त्यस्तो मिलाएर हानेको छैन बच्चा छ फुच्चे छ होइन तर त्यो छाडा सल्तर लगाएको छ क्या एकलाई 2 लाइन सुनौँ ल 2 लाइन सुन्दैछौँ ल 2 लाइन सुन्ने यस्तो हाँसेको होइन मन पऱ्यो क्या तर मलाई हाँसुटो फन्नी त्यस्तो सोचेर होइन कि एउटा क्युट टाइपको क्या क्युट छाडा शब्द लगाए पनि एकदम क्युट फुच्चे क्युट रहेछ होइन कस्तो राम्रो होइन हुन त अब यो बच्चाहरूलाई यसरी बोल्नु यसरी यस्तो सिकाउनु राम्रो चाहिँ होइन बच्चाहरूले आफैले पनि सिकेको राम्रो होइन र ठुलो मान्छेहरूले पनि सिकाउनु चाहिँ राम्रो होइन यो हालेर भिडियोमा हालिरहेको रहेछ होइन यसरी बनाएर यो टिकटकमा हालिरहेको रहेछ धेरैले हेरिसकेको यो भिडियो भ्युज पनि राम्रो गइरहेको थियो यस्तो भिडियोहरू यस्तो बोलेको भिडियोहरू यस्तो छाडा शब्दहरू बोलेको बच्चाले होइन हालेको यसरी टिकटकमा नहालिदिएको हुन्थ्यो होइन अरूले पनि सिक्छ फेरि यस्तो रहेछ मेरो म जस्तो एजको मान्छेले चाहिँ यसरी बोलिरहेको छ मैले पनि बोल्नुपर्ने रहेछ भने अरू बच्चाहरूले देखेर पनि बोल्नु सक्छ त्यस्तो सिक्छ यो चाहिँ राम्रो होइन तर मन चाहिँ पऱ्यो क्या मलाई भिडियो धेरै मन पऱ्यो क्या यस्तो मन पऱ्यो नि मलाई 20 चोटिभन्दा बेसी हेरेँ होला क्या मैले भाइको नाम के हो कि थाहा छैन कि तर कस्तो क्या भाइसँग भेटौँ मलाई नि ऱ्याप पनि होइन यो होइन राइम्स पनि त्यो मिलेको छैन तर त्यो क्युट टाइपको होइन एकदम सुनौँ मन लाग्ने अलिकति युनिक टाइपको होइन छाडा शब्दहरू लगाए तापनि त्यो हाँसाउने कि हाँस उठिहाल्ने क्या कस्तो मजा क्या दामी लाग्यो दामी यार भाइहरूको घर कहाँ थाहा भएन वरिपरि दाइहरू बसेर पुरा बसिरहेछ दाइहरू हाँसिरहेछ भाइले पुरै छाडा शब्द लगाएर ऱ्याप हानिरहेछ त यो भनेर क्या मजा आयो हेर्नु चाहिँ ओभर मजा आयो साथी ओभर मजा आयो त कतिजनाले हेरिसक्नु भएको यो भिडियो होइन पछि खतरा हुन्छ भाइ यदि घरको मान्छेले कन्ट्रोलमा राखेन भने चाहिँ पछि डरलाग्दो हुन्छ यो भाइले मचाउँछ यो भाइले नेपालमा धेरै ठाउँमा मचाउँछ यो भाइले अहिले नि यस्तो छ भनिसकेपछि पछि मार्दैन नि मार्छ नि केही कुराहरू शिक्षाहरू राम्रोसँग सिकाउनु चाहिँ जरुरत छ भाइलाई होइन अनि होइन भने गाह्रो हुन्छ साँच्चै गाह्रो हुन्छ पछि किनकि समय यस्तो खालको समय छ नि बच्चाहरूले पनि एउटा केही राम्रो होस् नराम्रो कुरा होस् कसैले के सुनाए कि सक्यो त्यो मान्छेले टिपिहाल्छ क्या त्यस्तो खालको बच्चाहरू एकदम तेजिलो दिमाग भएको बच्चाहरू हुन्छ आजकल त्यही भएर भाइलाई चाहिँ दिनदिनै अब ठुलो हुँदैछ होइन अब अहिले सानो उमेरमा यस्तो खालको कुराहरू त्यत्रो ग्रुपको बिचमा बसेर ऱ्याप मार्फत चाहिँ सबैलाई गाली दिइरहेछ त यस्तो तँलाई काट्छु मार्छु के भनिरहेछ अनि यस्तो मान्छेले मार्दैन पछि खाँदैन संसार तर मजा आयो यार मजा आयो